हेलो गाइस के छ अन्त ठिक छ हामी चाहिँ सिकालीमा आएको छौँ गाइस अहिले हाम्रो गीतको सुटिङ भएको छ अब आज सुटिङ छ पल्टनबाट सल्टिनीको याद सल्टिनीलाई छुट्नालाई छुट्टिने अनि मेरो एक्स जस्तै नाच्यो त सेम मेरो एक्स जस्तै नाच्यो त अहिले एक्स जस्तै हो नि त म पनि अब अनि हामी चाहिँ अहिले सिकालीमा छौँ अनि यता हुन्छ योगेश सरले चाहिँ यता हाम्रो हुन्छ हाम्रो डिओपी सर टेम्बो चार्ली रोजर रोजर अल्फा त्यो माथिबाट उहाँले चाहिँ यहाँ क्यामेराहरू सेट गर्दै हुनुहुन्छ हजुरहरूलाई वेलकम छ हाम्रो भ्लगमा वेलकम छ भन्दैछु ए ल धन्यवाद औँसीको ह्याप्पी बर्थडे टु यु आमालाई त्यो भनेको कि थ्याङ्क यू र यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सिङ्गर र हाम्रो डिओपी सर यहाँ डान्स गर्दै हुन्छ चुराट हेर चुराट आयो र यस्तो छ अहिलेको माहौल चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो के भन्छ सेट गर्दै हुन्छ यहाँ चाहिँ के सेट गर्दै हुन्छ भनेको सेट बनाउँदै हुनुहुन्छ यहाँ यता हाम्रो डान्स सिक्दै हुनुहुन्छ यहाँ प्र्याक्टिस गर्दै हुनुहुन्छ सजिलो हुँदो रहेछ एकदम सजिलो छ भरे बेलुकासम्म सजिलो हुन्छ अब पल्टनबाट सोल्टिनीको याद आउने पल्टनबाट सोल्टिनीको गुरुङ नि भएर कता हो खै मेरो छोरा चाहिँ कहाँ लुकायो ए मेरो छोरी चाहिँ कहाँ लुकायो के हो नि अनि छोरा कि मेरो छोरा ल छोरी कहाँ लुकायो खाजा खाने बेला भइसक्यो कस्तो दामी ठाउँ छ यार हाम्रो यहाँ खाजा हुँदैछ खाजा मात्र त खुवाइजा भाइ अब पुरै लौडे गेडा भनिएको छ होइन अब टिचर पनि वाङलाङ छ ट्राउजर पनि वाङलाङ छ अब खै यो टोपी पनि कुन देशको टोपी हो होइन अब जे छ त्यो लाउनु पर्नेछ भाइ प्लिज मलाई कमेन्ट नगर्नु होला स्पेसली मेरो लाउडे दाजुभाइहरूले चाहिँ त्यो टोपी भन नगर्नु होला आज मलाई जे दिएको छ त्यही लगाउँछु हिजो मात्रै थाहा भएको थियो यस्तो लुगा लाउँछ भनेर सो प्लिज कमेन्ट नगर्नु होला अब जेसो त्यस अब अहिले झिल्के चस्मा पनि लाइन्छ यसमाथि फेरि सबै मिलाएर टक्क मेरो चस्मा नलाम होला आफ्नै चस्मा कि यो पनि सुटिङकै चस्मा आफ्नै चस्मा अब यस्तो लुगा लाएर अनि म 2 3 4 दिँदा त अनि मारेको छ नि दाइले हिरो भइन्छ दाइ है अब के गर्नु त अब दिनु पर्यो नि भाइ एक्सपिरियन्स पर दाइ पर दिनु छोड्नु चाहिँ हुँदैन हैन दाइ दिने पसिना तेल आउट हुने गरी टचअप हान्दै दिने राम्रो देखेछ त अरू बेला लाउन पाइन्न अहिले चाहिँ लाउन हो म्युजिक भिडियो खै एकचोटि उ हेरौँ त नाच त हामी नाच्दैछौँ यहाँ कस्तो राम्रो नाच्छ मेरो छोरीले जुनकिरी के आएको छ हौ यहाँ हुन्छ हाम्रो गायिका म चाहिँ गायक यता मोडल हुनुहुन्छ यता हाम्रो डिरेक्टर दाइ हुनुहुन्छ दाइ यता मेरो हिरो दाइ हुनुहुन्छ नरेश दाइ
डान्स बुक पनि आउँदैन मार्नु भएको छ नि दाइले बिजा गर्न खतरा हुन्छ दाजु आज पसिना यति आउँछ आज मेरो तर ठिकै छ आज वेदर एटलिस्ट राम्रो छ हैन पानी परेको छैन घाम पनि लागेको छैन भनौँ न अरू घाम पनि लागेको छैन जिन्दगीमा यस्तो ड्रेस लाउने मन त पुरा भयो यार आज कस्तो आयो सय भयो नि मलाई Nalsya? Siapa Momra? Siapa Momra? Momrai. Siapa Momrai? Momrai. दाजु के गाह्रो हुँदो रहेछ त स्टेप हान्नु भाइ गाह्रो त गाह्रो हुँदो रहेछ नि तर के गर्नु अब म सिक्दैछु सिकेँ निकै सिकिसक्यो अब फर्स्ट हाफ राम्रै भयो अब सेकेन्ड हाफमा त मेरो त आगो जान्छ भन्ने मलाई विश्वास पक्कै पनि आउँछ जस्तै लागेको दाइको डान्स हेर्दा है खतरा हुँदैछ एक्सप्रेसन चाहिँ आएन भाइ अब खुट्टा पो याद गर्ने कि हात याद गर्ने लिरिक्स यता खुट्टा र हात मिलेको जस्तो लाग्छ एक्सप्रेसनै बिर्सिन्छ लिपसिङ पनि छैन फेरि केटीलाई हेरेर एक्सप्रेसन दिँदा फेरि अब सबै बिर्सिजाने गाह्रो पो भएछ हो कुन ओके भनेछु मैले ठिक छ एक्सपिरियन्स हो ठिक दा युकेबाट भर्खर भाइ युकेबाट भर्खरै फ्लाइटबाट झरेको है म चाहिँ ओहो कहीँ हो नि कोचिमा सक्दैन नि फेरि सक्दैन भाइ मलाई सक्ने चाहिँ गाह्रै जोर हाडे नै आउँछ दाइलाई सक्नु गाह्रो छ यहाँ हेर न मरद छ भाइ ट्याक्क मार्टिन लाएर होइन पुरै लौरी छ नि लौरी छ हामी यसो गएर ल खाना कस्तो छ दाइ खाना म सेटको खाना कसम थिएन तर मिठो छ पहिला पनि खाँदै एक दुई ठाउँमा तर एकदम मिठो लाग्यो मलाई बहिनीहरू त जहिले यो दाइले खुवाइरहेको छ होइन बहिनीहरूले जहिले यही गाली हो बहिनीहरू त अनि हिरो नै हुने खालको छ नि त कसरी कोरसमा आयो बहिनीहरू फ्युचरमा अगाडि नै हो अहिले म अलिक सानै छ अन्डर एज छ होला कसरी कोरसमा आएको त ल ठिक छ बधाई छ गङ्गा जमुना हो तपाईँहरू मेरो वाइफ पनि जमुना आउने गङ्गा जमुनै हो उनीहरू पनि त्यो ट्विन्स हो कुसुम ए र गाइस अझै स्टिल सुट भएर छ हेर्नु उतापट्टि कत्रो पानी परेछ डाँडातिर धन्न धन्न भगवान् इन्द्र भगवान् थ्याङ्क यू सो मच हाम्रो पछि पाइराख्नु भएको छैन नपारिदिनुहोस् बेलुकासम्म चाहिँ नपारिदिनुहोस् प्लिज रातिको सुटिङ सकेपछि पर्नुहोस् तपाईँ कति पार्नुहुन्छ पानी पार्नुहोस् आज चाहिँ नपारिदिनुहोस् न प्लिज है भगवान्
है बुढी Yes, of course, guys. र हाम्रो सुट भइरहेछ गाइस अझै स्टिल हामी 7-8 घन्टा त भइसक्यो बिहानै आएको बिचरा सबैलाई जाडो भएर हेर्नु न त हामी चाहिँ यहाँ पुरा बसिरहेको छौँ हेर्नु उता नानीहरूलाई सबलाई जाडो भएछ हावा कस्तो चिसो आएको छ क्या कस्तो चिसो हावा छ होइन के मतलब मैले केटाकेटीमा देखेको यस्तो रियलवाला अहिले त नभए इलेक्ट्रिकवाला आउँछ नि त यस्तो रियलवाला चाहिँ थुप्रो वर्ष भएको छ नदेखेको रियल मोडल के हाल्नुपर्छ यसमा यो चाहिँ हाम्रो अब रातिको वाउ लाइटिङ त मारेको छ नि हौ बिहान कति बजीदेखि पो आएको हामी 7 बजे होला 7:30 बजे 7 देखि भने बेलुकाको 7 बजेर पनि गइसक्यो राति हुँदैछ है गाइज र स्टिल अझै भइरहेछ हाम्रो कोरसहरूले नाच्दै हुन्छ यहाँ अनि लालटिन बाल्दैछ नि यहाँ चाहिँ किरणी बसिरहेको छ बाहिरको डान्स हेर्नु है कस्तो खतरा छ सेट पानी परिसक्यो यार यत्रो बिहानदेखि पानी परेन अहिले पर्यो है गाइस कस्तो भिजायो यार सबै भिजिसक्यो म त यहाँ हेर हिरो हिरोइनलाई झन् भिजिसकेँ दाइ यत्रो बेर पानी परेन अहिले पर्यो यार भाइ यो भनेको नि हैन दाइलाई सोध्नु पहिले भनेको यो पानी पर्नु भनेको राम्रो सायद अन्तिममा एकदमै राम्रो हो हैन भनेको बर्सात भनेको मिलियन्स बर्सात हो भाइ ओ माय गॉड खतरा दिनु भयो वाउ कस्तो पानी परेछ है कस्तो पानी पागो थ्याङ्क यू सो मच धन्यवाद भाइ मलाई हिउँडै बनाइदियो तिमीले थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू सर थ्याङ्क यू सो मच थ्याङ्क यू गाइस सबैजना